नमस्ते। आज हामी नेपालको मौसम र हावापानी बारे अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, एकदमै महत्त्वपूर्ण विषय। हामीसँग एउटा लेख छ नि, नेपालको हावापानी विविधता र प्रभाव भन्ने। अँ अँ मैले पनि हेरेँ त्यो। हो, त्यसैलाई आधार मानेर मतलब यसले के भन्छ त, नेपालको यो विशिष्ट सम्पदा कस्तो छ, हाम्रो जीवनमा यसको कस्तो असर छ, अनि अहिलेका चुनौतीहरू के हुन्, यसबारे अलिक केलाएर हेरौँ न। हुन्छ हुन्छ। खासमा नेपालको जुन भौगोलिक बनोट छ नि, हो। हो, त्यो नै यहाँको हावापानी यति विविध हुनुको मुख्य कारण हो। लेखले पनि त्यही भन्छ। कसरी? मतलब तराईदेखि हिमालसम्मको कुरा? हो, तराईको समथर अनि पहाड अनि विश्वकै अग्ला हिमाल, यो सानो देशमा यति धेरै उचाइको फरक छ। अँ। त्यसले गर्दा नै तापक्रम, पानी पर्ने तरिका, हावाको ओस, सबै कुरा ठाउँअनुसार एकदमै फरक छ। लेखमा यो उचाइको प्रभावबारे प्रस्ट्याइएको छ। हो त। जस्तो तराईमा असाध्यै गर्मी र उकुसमुकुस हुन्छ। अँ, अनि अलि माथि पहाड लाग्यो कि मौसम कस्तो रमाइलो न्यानो। हिमालमा त फेरि कठ्याङ्ग्री नै जाडो। एकदम। तर यो त सामान्य कुरा भयो, होइन? लेखमा अझै केही वर्गीकरण पनि गरेको छ कि ती 5वटा क्षेत्रहरूबारे केही छ? छ नि। लेखमा उचाइको आधारमा 5वटा मुख्य हावापानी क्षेत्र छुट्याएको छ। उष्ण प्रदेशीय मतलब ट्रपिकलदेखि लिएर हिमाली, एल्पाइन टुन्ड्रासम्म। हो। अनि रमाइलो कुरा के छ भने लेख अनुसार हरेक क्षेत्रको आफ्नो छुट्टै इकोसिस्टम छ, अनि कृषि सम्भावना पनि फरक फरक। जस्तो कि जस्तो मध्य पहाडमा पर्ने समशीतोष्ण क्षेत्र छ नि, टेम्परेट जोन, अँ, त्यो चाहिँ विशेष खालका फलफूल अनि अन्नबालीका लागि एकदमै राम्रो भनेर लेखमा उल्लेख छ। भनेपछि यो तापक्रमको मात्र कुरा रहेनछ। रहेनछ। यसले त सिधै माटो, उत्पादन, मान्छेको जीवनशैली सबैमा फरक पार्ने रहेछ। हो नि। अनि 6वटा ऋतुहरूको कुरा पनि छ लेखमा, होइन? छ, वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर। यी ऋतुहरूले नेपालको जीवनमा एउटा रिदम, एउटा लय दिएका छन्। जस्तो शरद ऋतुमा मौसम सफा हुन्छ, हिमाल खुल्छ। घुम्न जानलाई एकदम राम्रो हो। अनि वर्षा ऋतु त झन् कृषिका लागि नभई हुँदैन। तर फेरि चुनौती पनि ल्याउँछ। हो, चुनौती पनि ल्याउँछ। लेखले कसरी यी ऋतुहरू हाम्रो संस्कृति, हाम्रो अर्थतन्त्रसँग जोडिएका छन् भन्ने पनि हल्का सङ्केत दिएको छ। तर यही निर्भरता खास गरी कृषिमा अलि जोखिमपूर्ण पनि छ, होइन र? एकदमै। लेखले यसको नकारात्मक पक्षबारे केही भन्छ नि, कृषि त पुरै मौसममै भर पर्छ। तर लेखले के औँल्याएको छ भने यही मौसम कहिलेकाहीँ अभिशाप पनि बनिदिन्छ। कसरी? धेरै पानी पर्यो भने बाढी, पहिरो गइहाल्छ, कति धनजनको क्षति हुन्छ। हो त। अर्कोतिर पानी परेन भने खडेरी लाग्छ, बालीनाली सुकेर जान्छ। लेखमा यस्ता प्राकृतिक प्रकोप र त्यसले पारेको गहिरो सामाजिक असरबारे पनि कुरा छ। अनि अहिलेको सबैभन्दा ठूलो चिन्ता खै जलवायु परिवर्तन नै हो जस्तो लाग्छ। हो। यसबारे लेखले के उजागर गर्छ, के असरहरू देखिन थालिसके? जलवायु परिवर्तन अब टाढाको कुरा रहेन भन्ने लेखको निचोड छ। हिमालका हिउँ एकदम छिटो पग्लिरहेको छ रे। हो र? त्यसले गर्दा तलतिर बाढीको जोखिम बढ्यो, अनि पानी पर्ने तरिका पनि अनियमित भयो। कहिले चाहिने भन्दा धेरै पानी पर्छ, विनाश गर्छ। अनि कहिले खडेरी? हो, कहिले खडेरी लम्बिएर जान्छ। लेखले यसको मुख्य कारण चाहिँ हरितगृह ग्यास उत्सर्जनलाई मानेको छ, अनि यसको असर अझै बढ्दै जान्छ भनेर चेतावनी पनि दिएको छ। अवस्था त साँच्चै चिन्ताजनक देखियो। केही समाधानका उपायहरू पनि सुझाएको छ कि लेखले, कि समस्या मात्रै देखाएको छ? छैन। लेख निराशावादी मात्र छैन, यसले केही गर्न सकिने उपायहरू पनि सुझाएको छ। जस्तो कि? जस्तै वनजङ्गल जोगाउने, अझ धेरै रुख रोप्ने। यसले कार्बन सोच्न मद्दत गर्छ नि। हो। अनि पेट्रोल डिजलमाथिको निर्भरता घटाएर सौर्य ऊर्जा, जलविद्युत जस्ता नवीकरणीय ऊर्जामा जानुपर्छ भन्ने कुरा पनि छ। ठिक हो। अनि साना तर महत्त्वपूर्ण कुराहरू, पानीको मुहान जोगाउने, दिगो किसिमको खेती प्रणाली अपनाउने, यस्ता कुरामा पनि जोड दिएको पाइन्छ। यो त राम्रो कुरा भयो। मतलब सरकारले मात्रै होइन, हामी सबैले नै केही न केही गर्नुपर्ने देखियो। एकदम, नीतिगत तहदेखि व्यक्तिगत तहसम्म।
समग्रमा हेर्दा नेपालको यो हावापानी त एउटा गजबको वरदान रहेछ। तर हामी अहिले एउटा यस्तो मोडमा छौं जहाँ यसको भविष्य अलि अलि अनिश्चित देखिन्छ। हो, लेखको सार पनि लगभग त्यही हो। यो विविधतालाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो। यो वातावरणको कुरा मात्रै होइन। होइन। यो त हाम्रो अस्तित्व, हाम्रो अर्थव्यवस्था, हाम्रो भोलिसँग जोडिएको कुरा हो। त्यसो भए आजको यो छलफलबाट हामीले नेपालको हावापानीको विविधता, यसका अनेक असरहरू अनि जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूलाई लेखको आधारमा बुझ्ने प्रयास गर्यौं। हो। अब एउटा प्रश्न चाहिँ मनमा आइरह्यो, जुन सायद सबैले सोच्नुपर्ने बेला भयो कि लेखमा उल्लेखित जानकारीलाई हेर्दा यो तीव्र गतिमा बदलिरहेको विश्वव्यापी परिवेशमा नेपालको यो विशिष्ट मौसमी पहिचानलाई भावी पुस्ताका लागि कसरी दिगो रूपमा सुरक्षित राख्न सकिएला त? खै सोच्दै गरौँ है।